नमस्ते साथीहरू, हामी घले भन्ज्याङ गोरु जुधाइ माघी महोत्सव हेर्न गइरहेका छौँ है। यो सबै गोरुहरू हेरेर पहिला कसले जित्छ सबै गेस गर्नु होला। 101 गोरुहरू आइरहेछन्। रातो बलियो क्या हेर्नु न, रातो बलियो राजा भयो नि कालो काजी जति पार हाने त्यसरी फर्किन्छ। पेले है अहिले चाहिँ पेले है यस्तो हो क्या, छोड्दै छोड्दैन। यिनीहरू पहिलेदेखि बिदा हारे क्या, यिनीहरू चाहिँ खतरा हुने। यत्रो बेर यो गोरु नबिदाएर है हेर्नै मजा आउँछ क्या। हनाइ हेर्नु न कस्तो हुन्छ। कुन चाहिँ रातो हो? रातोको डेन्जर हो। कालो राजाले आउनै परेछ। पावर त खतरा रह्यो है कालो चाहिँ। जित्दैन भने त्यो पेल्दैमै हुन्छ र भने अहिले हेर न, दुईचोटि न्याक्क न्याक्दैसीले सक्यो क्या। दुईचोटि चाहिँ मुझे गर्दन तल भयो दबाई दिने बित्तिकै सातो बुद्ध हो क्या। हेर न भरै हुन्छ क्या गोरुहरूको। जुन चाहिँले अगाडि हान्यो मजाले त्यसले जित्छ। त्यो कालो र यो कालो र यी कालो चाहिँ बवाल हुन्छ है। हो र सिंह तिखर थियो क्या। भाग्दैन क्या, हेर्नु न भाग्दैन क्या। यस्तो हुन्छ गोरु भने चाहिँ रियल जुद्धी गोरु भने चाहिँ यो हो क्या। कस्तो नभएको क्या। अहिले लाटा रातोले जित्यो मेरोमा हेर्नु न। हिरो खेल लाटा हुन्छ भन्छ नि, त्यतै हुन्छ क्या। जति पेले पनि होइन सुरुमा पेल्न दिन्छ क्या, थामेर बस्छ गोरुहरू होइन। त्यस्तो नि हुन्छ क्या। लास्टमा गएर हामीले खतरा हुन्छ क्या। मैले धेरैचोटि धेरै वर्ष हेरेँ गोरु दुधाएको है, त्यस्तै हुँदो रहेछ क्या। थापिरहन्छ क्या, खतरा थापिरहन्छ अनि लास्टमा पेल्छ क्या। कालोको हनाइ डेन्जर रहेछ। यसको थाप्नु कालोको सिँगै डेन्जर छ। कति पेलेको यार मान्छेहरू भाग्दैन मान्छे रोकदा हिँड्दा हो। त्यसको सिँगै ऊ हाल्छ त्यो कालोको एकदम त्यो ठाउँमा परेको छ। सिँगै त्यस्तै नि त तिखारेर त अहिलेको कालो है सिङले खान्छ अरे। यसको रातो सिङ कतिले भएको त रातो हराउने हराउनु त्यो छैन। धक्का खाल्छ रातो रोक्दैछु।
जुदाउनु पर्ने यसलाई डेन्जर गोरु आला छ आजको डेन्जर गोरु अनि डेन्जर छ यो खतरा अर्को आइसक्यो पछि लाएर अहिले हान्नलाई यार उठ्यो है गइसक्यो जान्छ यो यसले ठाउँ खोज्दैछ क्या यसले रातो रातो हेर्दै जाउँ है के हुन्छ त्यही त खतरा छ अनि जोरै दाइ भयो। आम्माम खतरा यो त मान्छेले मादल चढ्ने गोरु ल्याएर नि त त्यो कत्रो जुरो आम्मामा त्यो ल यो आयो यो यो दिलको मान्छे हटाउँदा हामीले हेर्नु पर्यो त्यहाँतिर ओ दिलको मान्छे हटायो हेर्दै डढाइछ त्यो यो गोरु दुधै खेल्छ त्यसले जस्तो डढाइसक्यो नि अब यसो कसले जित्नु परेन अब अरू दुध आउँदैन नि बिजो गयो नि बिजो गोरु दुध निराश भइहाल्छ अनि त्यहाँ नि त्यहाँ नि ल ल माटो सब भगाइदियो रिस उठेर यसले त गोरु ल्याउनु लाग्यो हेर्दै डढाइगयो नि भगाएर सिधाइदियो अहिले सबै भन्यो गर्ने रिसरीमा जुत्न नपाएर डाहा हो मजा आएन भगाइदिइसक्यो ल डेन्जर रहेछ नि अनि रिसले मान्छे चित्ताउनु बेर लाउँदैन गोरु आयो सानो त सानो भर्खरको जस्तो गोरु चाहिँ नि यो गोरु त सबै यस्तै हो र नि यहाँको सबै सानो हुन्छ कि होइन यो त उमेर पनि खासै भएको छैन कि अर्को गोरु खोइ मान्छे अल्छी लाग्यो त्यो गोरु त ल निकालेर
त्यही त। कालो ल हेरौँ है त ए यताको हगेको छु है यताकोले हगेको छ है अगाडि त्यही त अब हेरौँ ल के हुन्छ यिनीहरू त केटाकेटी खेलेर जस्तो गरेछ नि त के हो के हो अलिक बढी जोड गर्नु थाल्यो उता हेर्न थाले नेतालाई हेर्न थाले जस्तो कम जुत्छ भेडा हो कम रिसार्च छ कडा छ अलिक सुत्नु थाल्यो भर्खर केटाहरू आनन्द रमाइलो ठोकी मात्र रहेछन् होइन रमाइलो गरेर बच्चा खेला तिमीहरू मात्रै खेलेको हो बसी कि गर्छ बस्यो नि हान्न पाउँछ अनि बसिहाल्दैन कति मिनट छ के अरे यसले मिनट पुऱ्याउनु भयो 6 मिनट भयो 5 मिनट भने के अरे भइसक्यो यी सिक्यो जस्तो भाइ होटिङ पेन अनि सपोर्ट किन होइन अलिकति पेलेको थियो अहिलेको चाहिँ बरु एकैछिनमै खत्रै जुधेको थियो है
अनि यहाँ सर सुन्यो त। केटाहरू दियो भने ल सिद्धिनलाई हार लायो यताको पहिलोचोटि हेर्दै झ्याउ लाग्यो तिमीले हेरेछौ हेरे छैन पहिलोचोटि त्यही त पहिलोचोटि नै हो अनि त्यही त मेरो रमाइलो भएन है 2 घन्टा लाएर आएको अनि खाना खाएर हिँड्यो मान्छे छोड्दै हामी फालिदिएको यिनीहरू जान्ने खालको गोरु रहेछन् बिस्तारै जुत्ने अहिले चाहिँ अब अहिले चाहिँ अलिकति जोसी है गल्ल चाहिँ अलिकति जोस जति दुख्छ उति जोसिन्छ नि छेउमा ल्याउँछ यतै ल्याइगयो नि मान्छे भाग्यो आगे बल्ल जुत्यो नि त अहिले अनि यिनीहरू जोसिन टाइम लाग्यो अहिले चाहिँ उफ्री हाल्नु थाले साथ नै गर्नु छ जुत्नलाई छिटो गरेर जान्छ होला टिकटकले उडाइदिन्छ अरे त्यही भिडियो हाल्नु अग्निले छेरोले जित्यो त आज त मेरो भिडियोलाई लाइक र सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला धन्यवाद।